आउनुहोस् एकछिन घन्टी ग्याङका साथीहरूको कुरा सुनौँ। मटन खाने कुरा ठिक हो भने त्यसले गाई खाने कुरा पनि ठिक हो भने तपाईँले मटन खान पाउनुहुन्छ भने त्यसले पनि गाई खान किन नपाउनु? त्यसलाई रोक्नुपर्ने कारण के छ यसमा? विरोध गर्नुपर्ने कारण के छ यसमा? जबसम्म त्यो बलात्कृत महिला जसलाई चाहिँ उसको शरीरमा कुनै पनि हानि नोक्सानी भएको छैन, बलात्कृत भइसकेपछि नै उसलाई केही पनि भएको छैन भनेदेखि बलात्कृत हुनु र उसलाई कसैले झापड लगाउनुमा चाहिँ कुनै पनि फरक छैन भन्छु क्या म। आओस् भन्ने पक्षमा चाहिँ तपाईहरु हुनुहुन्न? हामी छैनौं। त्यो त हाम्रो पार्टीको विधि विधान छैन हामीमा। त्यही राजामा चाहिँ प्रष्ट धार छ तपाईहरुको? प्रष्ट धार। बिग्दैन, झुक्दैन, डक्दैन, यो त सबैलाई थाहा भएकै कुरा हो हैन। अब सिस्टम बदल्नलाई राजनीतिमा आउनै पर्छ हैन। त्यसको लागि हिम्मत आशिका तामाङमा छ, धेरै छ। यहाँ हाम्रो बुदा छ भाइ। अब यो अब सबै भनेर अब त्यो गरौँ हैन। तपाईले पहिलो काम चाहिँ के गर्नुहुन्छ? तपाईको एजेन्डा चाहिँ के छ दिदी? ठ्याक्कै भन्दिनु। अब पहिलो काम त हेर्नु पर्यो मैले के काम गर्नुपर्छ हैन। ठाउँको त्यो यहाँहरुलाई यसै ठाउँबाट यसै समयमा एउटा बाचा गर्न चाहन्छु। स्याङ्जाको क्षेत्र नम्बर 1 र 2 बाट तपाईहरुले हामीलाई बहुमतका साथ विजयी गराउनु भयो भने पार्टीका सभापति रवि लामेछाने र देशका प्रधानमन्त्री श्री बालेन्द्र शाहलाई स्याङ्जामा ल्याउने बाचा मैले अहिले नै गरे यहाँहरुलाई। पोस्टमा के पर्यो भाइ? सांसद विघटन यो पहिलो माग। हजुरहरूले मिलाएर बुझ्नुहोस् ल प्लिज है। जस्तो मादर सिधै खाल्डो खनेर जाग्ने मान्छे हो अझै श्रेष्ठ। अब तिमीहरूलाई मेरो उ छैन। अब सबै मान्छे हो भनेको मादर साला तम मुलाहरू त छ नि। दम छ भने आइज न लड्न। साला तेरो बाउको के खाइदिएछ? बराक ओबामाले मेरो 80 लाख जति पैसा खाइदिएको थियो। अब तपाईहरु आफै विचार गर्नुहोस्, उहाँहरूले कस्तो नीति निर्माण गर्नु होला, कस्तो देश बनाउनु होला।